नमस्ते सम्पूर्ण हाम्रो फेसबुक च्यानलमा रहनुभएका हाम्रो मित्रहरूलाई आज विशेष गरी एउटा सानो अपडेट लिएर आएको छु, एउटा सूचना लिएर आएको छु। यहाँ तपाईँले देख्दै हुनुहुन्छ पेपरमा। अनि आज हामीसँग आफ्नै घर छिमेकी नजिकै हाम्रो एकदमै मिल्ने साथी मेरो किसान गुरुङ भनेर उहाँलाई परिचय पाउन सक्छौँ। विशेष गरी आज एउटा सानो सूचना लिएर हामी यहाँनिर तपाईँहरू माझमा आएका छौँ। कारण उहाँको बुझ र उहाँको एउटा दर्शन हाम्रो गाउँ छरछिमेकी वरिपरिका मानिसहरूले अर्थात् दुखी गरिबहरूले टाढा हस्पिटल जानु नसक्ने व्यक्तिहरूले एउटा लाभ उठाउन सकोस् भन्ने हेतु लिएर हाम्रो आज किसान गुरुङज्यू म भागमा आइपुग्नु भएको छ। हजुरलाई मेरो च्यानलमा स्वागत छ। तपाईलाई धन्यवाद धेरै धेरै। विशेष गरी आज यहाँ सूचना म तपाईँलाई पढेर सुनाउने छु। यो जानकारी उहाँले के लिएर आउनु भएको छ भन्दाखेरि यसरी लिएका छ। सूचना सम्पूर्ण ग्रामवासीहरूलाई यो सूचित गराउन चाहन्छौँ कि आगामी मिति 12/7/2026 आइतबारको दिन 8 माइल कमेटी हलमा बिहानी 10:30 बजेदेखि अपराह्न 3 बजेसम्म निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। यस शिविरमा आधुनिक तकनिकको प्रयोग गरिनेछन् र यन्त्रद्वारा स्वास्थ्य जाँच गरिनेछन्। यसर्थ आफ्नो स्वास्थ्यको निम्ति जागृत सबै ग्रामवासी निर्धारित समयमा उपस्थिति भएर आफ्नो स्वास्थ्य जाँच गराई यस शिविरको भरपूर लाभ उठाइदिनुहुन् हार्दिक अनुरोध गर्दछु। आयोजक आरसीएम परिवार। तपाईँले सुनिसक्नुभयो। यहाँको आयोजक हुनुहुन्छ श्री किसान गुरुङ धजेटार उकाइटी चियाबारी। मोबाइल नम्बर रहेको छ 6297773673 यसमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। श्रीमती बिरा प्रधान धजेटार ओकाइटी चियाबारी, श्रीमती सुनिता प्रधान धजेटार ओकाइटी चियाबारी। अलिकति एड्रेस यहाँ मिस भएको छ। यहाँ सुनिता तामाङ निगालेबाट यहाँ ओकाइटी भनेर अलिकति नाम उल्लेख गरिएको छ। श्रीमती सुनिता तामाङ निगाले निवासी प्रधान अनि श्रीमती बिरा प्रधान निगालेबाटै नै हुनुहुन्छ। आज विशेष गरी आज हाम्रो किसान गुरुङको आयोजकमा यो ओकाइटी धजेटारमा निःशुल्क हलबडी पुरै बडी चेकअप हुनेछ है। अनि उहाँ यसरी आइसक्नु भएको छ। उहाँले एउटा पम्पलेट मसँग दिइसक्नु भएको छ र जति पनि सम्पर्क राख्नुहुन्छ उहाँ हाम्रो किसान जीसँग तपाईँ आफै नै यो आयोजक बन्नुभएको? हजुर फर्स्ट टाइम आज ओकाइटीमा फर्स्ट टाइम। अच्छा, तपाईँ यो सूचना यो आरसीएममा परिवारसँग जोडिनु भएको चाहिँ कति भयो तपाईँ? म किसान गुरुङ, म ओकाइटी धजेटारबाट बिलङ गर्छु। म आरसीएममा जोडेको चाहिँ अहिले 1 साल भयो। म एकदम पुरा भयो 1 साल भयो। अनि आज तपाईँले पहिलोचोटि ओकाइटीमा यो शिविर गर्दै हुनुहुन्छ। हजुर, एकदम तपाईँलाई मेरो तर्फबाट पनि बधाई छ। अनि तपाईँहरूको जति पनि ओकाइटीमा यहाँ वरिपरि रहेका इष्टमित्र छरछिमेकी नजिकका गाउँ सबैजनालाई यो शिविरद्वारा के भन्न चाहनुहुन्छ? आएर सुस्वास्थ्य एकदम स्वास्थ्य साथै यो सबै राम्रो होस् भनेर चाहिँ अब गाउँ सबै सुध्रोस्। हामी गरिबभन्दा गरिब दुखी मान्छेले पनि हामीलाई कहीँ गएर यसो ट्रिटमेन्ट गर्नु नपरोस् भनेर चाहिँ हाम्रो घर आँगनमै लिएर यो यति सेवा चाहिँ गर्न चाहिरहेको छु। हजुरले गाउँ घर आँगन परिवार छरछिमेकीलाई यो आह्वान गर्नु चाहनुहुन्छ ताकि टाढा गएर जाँच गर्नु नसक्ने व्यक्तिहरू सायद यो नजिकैको हलमा आएर ट्रिटमेन्ट गरेर आफ्नो लाभ उठाइदिनु भन्न चाहनुहुन्छ? हजुर। अनि बिहानी तपाईँको समय रहेछ 10:30 देखि? हजुर, 10:30 अपराह्न 3 बजीसम्म। यसमा दबाई औषधिहरू चाहिँ दिन्छ? दबाई औषधि हाम्रो सबै आयुर्वेदिकको त्यसमा हुन्छ। न्युट्रिचार्ज भयो, गामा, अब यो चाहिँ एकदम
उसबाटै बनेको हो। यो चाहिँ अब तपाईँहरूको इच्छा अनुसार तपाईँको बिमार कस्तो छ के छ तपाईँहरूले सरले बताइदिनुहुन्छ। हजुर लानु नलानु त त्यो चाहिँ तपाईँहरूको विचार हो। यो निःशुल्क हामी यो जाँच चाहिँ गरिरहेछौँ।